भन्छ मैले भन्छु यसरी त अनि कराउँछ मैले धेरै नाफा खाएन कराउँछ र उहाँकै काका पो त उहाँ अनि तपाईहरु यहाँ बिमार हुँदा अस्पताल कहाँ जान्छ स्वास्थ्य चौकी हो पर छ यहाँ अनि उडाङामा छ उताको उहाँको जग्गा दिनु जग्गा यहाँको यताको यता 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 पर यहाँ छ अहिलेको नयाँ बलवाईको यसो जान्छ यता 8 नम्बरको उहाँ पनि जान्छ यहाँ जग्गा दाता उहाँ ए त्यही भएर 300 रुपियाँमा दिनु माछा जग्गा दाता आउनु भएको छ आज घरेमा तपाईँहरूलाई हेर्नु तपाईँहरूको गाउँको लागि माछा व्यापार कस्तो राम्रै छ नि है नजान्नेले पढे लेखेको छुइनँ ऊ जेठा छोरा सिटी कुदाउँदैछ अब हामी बुढाबुढी एउटा दोकान थाप्यो अनि हाजिरा बस्छ अनि के गर्नु जेठा ऊ सिटी अर्को कान्छा ऊ 10 बाहिर त जानु भएको छैन बाहिर गएको थियो दुबई गएको थियो छोराहरू दुबई गएर आको गयो नराम्रो काम भेटाएर रुवाबास गरेर भागेर आयो लगेर लगो 700 800 भनेर 500 बाहिर गएको ठिक छ अलिक कसरी हुँदो रहेछ थाहा पाउँछ नि त जस अहिले माछा व्यापार गरिरहनु भएको रहेछ त राम्रै छ होला नि त हैन पहिले थियो अहिले भाउ बढाएर छैन राम्रो यही 15 दिनदेखि यस्तो भएको छ भेटा राजा रानी पुराउनु कति वर्ष भयो माछा व्यापार गर्नुभएको भयो होला 20-25 वर्ष आम्मामामा 20 त पुगेको होला कतिको नाफा छ घाटा छ के छ अब हेर्नु अहिले यो ल्याए अहिले मुङ्ग्री छ यो सब माछा एक दिनमा बिक्यो भने नि 900 800 1000 बस्छ दिनको बिकेन भने त हुँदैन अब रह्यो रहेपछि बरफ लिनु कुद्नु बासी हुन्छ होटलहरुमा सस्तो सल्टाउनु पर्यो अनि त्यसोमा हुँदैन कहिले हुन्छ कहिले यो यस्तै जुवाबाजी हो तास खेलेको जस्तो केराबारी लान पहिले लेटाङसम्म जान्थे टहरी गए दमक गए अहिले आफ्नो आफ्नो एरियामा जानुहुन्छ कि कसरी जानु बसमा गए गाडीमा अहिले त उठाउँदैन नि गाडीमा पहिले जान्थे अहिले त आफ्नो आफ्नो एरियामा आफै माछा बेच्दो रहेछ मान्छे अब यो सफारीमा बेच्नु नि सफारीमै जान्छ अब यो सफारीमा अब खाना खाने तपाईहरु कति बजी आउनुहुन्थ्यो त्यहाँ यतिखेर गइहाल्थ्यो कि आज अलिक ढिलो भयो हामी त बसियो यो माछा खोज्नु पर्खेको पर्खेर ए माछा खोज्नु जानु परेको थियो कि धर्मे दाइलाई भेटेर अनि हैन घाम पनि छ नि घाम छ बेलुका लाग्छ यहाँ बजार बेलुकाको गुद्री बजार ठुलो लाग्दैन गुन्द्री बजार त्यो मतलब चौक जस्तो बजारतिर हुँदैन त्यो टुक्रे बजार भन्छ टुक्रे यहाँ चाहिँ के भन्दो रहेछ यसलाई दुईटा त्यो 2 केजी हो नि हैन त्यसलाई अलिक सानो बनाउनु छ टाउको कत्रो पिस बिवा त खसी सक्छ सुँगुर सक्छ 3टा माछाको दोकान त्यो पहेँलो पनि सानो बनाइदिँदा हुन्छ होला हौ बोसो हो कि के हो त्यो बोसो हो कि के हो त्यो पहेँलो हो त्यो पनि काट्नु न झुम भइहाल्नु भयो त धुप्पै कन्तीमा हाल्नु बित्तिकै बिलिन्छ हो कत्रो बोसो त हौ काट्नु पर्दैन त्यो 2 केजीको अब यो 2 केजी 2 केजी भयो यो 3 केजी 1.5 केजी हैन त्यो चाहिँ 2 केजी हो सेतो बनाइदिनु मिसिँदैन म चाहिँ 2 केजी लगेर नातिनीले राखिदिनु ल बोजूले सुप पकाइदेऊ त भने 2 जना 4 6 जना 6 जनाको कति केजी हो हैन परिवार मेरो नातिनी 6 जनालाई पुग्छ आइते र दिदी र यो माछा त गमी खान्छ अब कति दिनु एक ठाउँ अब 2 ठाउँ 1.5 केजी त्यो 1.5 केजी भयो अब 1.5 केजी 2 ठाउँ आम्मामा कत्रो माछा हो त्यो त कति केजीसम्मको हुन्छ यो माछा यो 10 केजीसम्म 10 केजी यो कति केजीको यो लगभग होला नि 2.5 केजी यो पनि 3 केजी होला नि आम्मामा धर्मेन्द्रको 5 केजी भएको भनेपछि त ठुलै भएको 10 केजीको हाल्दिएको थियो बिगेट माछाको 5.5 केजी कत्रो हुन्छ हौ ठुलो हुन्छ होला है 10 केजीको त तपाईहरुको नि पोखरी छ होला नि पहिले थियो अब पोखरी त अर्कै खोइ यहाँ छ यहाँ यो गाउँमा तल पोखरी छ पहिला त यहाँ कुबिरहरु
त्यसकै आम्मामा कत्रो कत्रो माछा कुबेरको छोरा सबैले माछा पाल्ने खस्यो चाहिँ बिमारीले आज किरिया छ 10 दिनले किरिया कुबेरको छोरा मर्यो कुन चाहिँ भाइ मनोज भन्ने मनोज भन्ने मर्यो है कति पहिला त यहाँ त उनीहरूको जग्गा त 35-36 बिघा हो नि त खै अपरेसन गरेको थियो अपरेसन गरेर धेरै काम नगर्नु भनेको थियो डाक्टरले के को अपरेसन अनि खै के को पेट मन्द्राको ए भयो अनि अनि रक्सी रक्सी थियो होइन रक्सीले चाहिँ हुँदैन हाम्रो नाइना दाइको छोरा त्यो भतिजी त रक्सीले गएको नि त सबैभन्दा धेरै बजारमा कुन माछा बिक्री हुन्छ यही यही काँडा बिनाको काँडा बिना अहिले यही माछाको चल्ती धेरै छ किनभने काँडाले त गाह्रो हुन्छ नि त होइन 35 बिघा जग्गा नि छ कि सक्यो बाबा सबै बेच्यो नातिएर पहिला त यहाँ तल बाँसगारी ठुलो थियो कि उनीहरूको बिचमा घर हुन्थ्यो दाहिने बायाँ चाहिँ पुरा सानो सानो घरहरू अनि बाम माछाहरू चाहिँ बेच्नु न खेरि त उनीहरूकोमै 200-300 भोट त्यहीबाट आउँथ्यो ए उनीहरूले जित्थ्यो क्या तर म यो माछाको नाम चाहिँ के हो 1.5 केजी भन्छ रौ माछा त होइन अजम्बरी त कहाँ हुन्छ सबै जानै पर्ने हो त्यो चाहिँ 1.5 केजी हो ढिलो छिटो मात्रै।